अब यो मान्छे पठाएर अलिकति हाम्रो उतातिर क्राइसिस जस्तो भयो। सबै मान्छे आइसक्नु भएको छ। अब उतातिर अलिकति छुट्टी लिएर पनि खानेतिर यसो खानखुन बनाउने ठाउँ बन्द चाहिँ हजुरले बताएको त एउटा आधा मान्छे मात्रै हुन्छ। आधा मान्छे होइन भने पुरा गाउँ खाली गऱ्यो, पुरा जिल्ला खाली गऱ्यो। भोट हाल्ने मान्छे छैन, नेता मात्रै छ। सबै मान्छेको आधा मान्छे त्यहाँबाट फर्किने भयो हो कसरी फर्कियो त? अब कोही काम गर्न नसकेर कोही बिरामी भएर गयो फर्के हो, कोही बाकसमा गयो, कोही यस्तै तालि तपाईँले पठाएको मान्छे होइन। हाम्रो भिजाको चालु पाल पनि के हो? त्यही हाम्रो गाउँदै होइन मेरो 3 लाख भिजा 3 फार्ममा यही गराएको के भयो बाबु तिम्रो यस्तो? तिम्रो 3 लाख भिजा खान्छ। तिमी के भनेको? 2 लाख महिनाको यो करोडमा कोट लाग्यो हेर कसरी तिम्रो कति भयो? महिनाको 1 लाख खान्छस्। अफिस भित्रको जागिर अफिस हे शिक्षा त्यति बेला सर्टिफिकेट दिनु नि त तिम्रो बाबु। अलिकति भाडा पनि पठाइदियो मैले। ब्याङ्कको लोन लिएर त्यो पनि चाहिँ होला कि कमाउला कि मेरो श्रीमतीलाई आमा बुवालाई सुख कटाउला भनेर आएको। तर तिमी यस्तो दल रहेछौ नि